मेरा प्रिय साथीहरू, प्रभु येशू मसीहको नाउँमा जय मसीह। आमेन। आउनुहोस् हामी पवित्र शास्त्र बाइबल यूहन्नाको पुस्तक 15 को 4 र 5 वचनमा तपाईहरूको निम्ति लिएर आएको छु। आमेन। यहाँ हेर्नुहोस् त 4 मा यसरी लेखेको छ, ममा रहो र म तिमीहरूमा रहन्छु, जसरी हाँगा डाकको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहेनौ भने तिमीहरू पनि सक्दैनौ। आमेन। र यहाँ 5 मा लेखेको छ, डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। आमेन। हेर्नुहोस् त वचन कति अद्भुत छ। 4 मा लेखेको छ, ममा रहो र म तिमीहरूमा रहन्छु, जसरी हाँगा डाकको बोटमा रहेन भने त्यो आफै फल फलाउन सक्दैन। आमेन। तपाईँ विश्वासी भाइ बहिनीहरू जतिजना तपाईँ सुन्नुहुन्छ, म तपाईँले भन्न चाहन्छु, तपाईँ येशूमा हुनुहोस् हैन। संसारका यावत थोक छोडेर प्रभुसँग जोड्नुहोस्। जबसम्म तपाईँ परमेश्वरमा जोड्नुहुन्न तबसम्म तपाईँ फल फलाउन सक्नुहुन्न भनेर परमेश्वरको वचनले भन्दछ। आमेन। यो वचन सुन्नुहुने सम्पूर्णलाई आशिष मिलेको होस् येशू मसीहको नाममा। अगर यो वचन तपाईलाई सही लाग्छ भने आमेन लेख्नुहोस्। जय मसीह, येशूको नाम।